नेपाल T20 वर्ल्ड कप को टिम अब केही दिनमा एनाउन्समेन्ट हुन गइरहेको छ। मैले चाहिँ मेरो 15 जना को हुनेछन् भन्ने कुराको भिडियो लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। अनि तपाईहरुको विचारमा कोही प्लेयर छुटेछ भने कमेन्टमा लेखिदिनु होला। पहिलो नम्बरमा त मेरो प्लेइङ 11 अनि त्यसपछि 15 जना को हुनेछन् भन्ने कुराको भिडियो छ, पुरै हेर्नु होला है। फर्स्ट नम्बरमा त क्याप्टेन रोहित पौडेल, अनि त्यसपछि सेकेन्डमा भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी, अनि 3 नम्बरमा कुशल भुर्तेल, 4 नम्बरमा आसिफ शेख, अनि त्यस्तै 5 नम्बरमा आरिफ शेख, अनि 6 नम्बरमा लोकेश बम, 7 नम्बरमा सन्दीप जोरा, 8 नम्बरमा करण केसी, 9 नम्बरमा गुलशन झा, 10 नम्बरमा सन्दीप लामेछाने, अनि 11 नम्बरमा ललित राजवंशी है। अनि त्यसपछि 12 नम्बरमा कुशल मल्ल, 13 नम्बरमा सोमपाल कामी, 14 नम्बरमा नन्दन यादव, 15 नम्बरमा मोहम्मद आदिल आलम है। यो 15 जना मेरो स्क्वाडमा हुनेछन्, 15 जना स्क्वाड। अनि त्यसपछि अझै 3 जना म रिजर्भमा राख्न सक्छु। पहिलो नम्बरमा त 1 नम्बरमा शेर मल्लको पर्फर्मेन्स जुन अहिले नेपाल प्रिमियर लिग सिजन 2 मा भएको थियो एकदम ब्रिलियन्ट, एकदम राम्रो भएको थियो है। त्यही भएर शेर मल्ललाई पनि हामीले बिर्सिन हुन्न। शेर मल्लको एकदम राम्रो बलिङ गरेका थिए। शेर मल्लले 17 विकेट लिएका थिए। अनि त्यसपछि सेकेन्ड नम्बरमा अविनाश बोहराको बलिङ पनि हामीले बिर्सिन हुन्न। यो एनपीएल सिजन 2 मा 9 म्याचमा 17 विकेट तिनको पनि छ। एकदम राम्रो बलिङ गरेका थिए अविनाश बोहराले। अनि त्यसपछि ब्याटिङ विनोद भण्डारीको ब्याटिङ पनि एकदम राम्रो भएको थियो। टोटल 264 रन बनाएका थिए एनपीएल सिजन 2 मा। त्यही भएर यी 3 जना प्लेयरहरु मध्ये एकजना जो पनि 3 जना मध्ये 3 जना परे पनि मलाई चाहिँ केही अचम्म लाग्दैन, किनभने पर्फर्मेन्स राम्रो गरेछन् यी 3 प्लेयरले। तैपनि यो जुन 15 जना मैले जुन 15 जना मैले छानेको छु त्यो प्लेयरहरु पनि डिजर्भिङ प्लेयरहरु, पहिला टिममा खेलिरहेको प्लेयरहरु हो। अब शेर मल्लको कुरा गरौँ भने शेर मल्ल अझै नेपाल टिममा त्यत्रो ठुलो स्टेज खेलेका, त्यत्रो बिग म्याचहरु खेलेको छैनन्। डाइरेक्ट एकैचोटी वर्ल्ड कप खेलाइदिँदाखेरि पनि अलिक गाह्रो हुन्छ होला जस्तो लाग्छ मेरो विचारमा है। जति पनि लिगहरु खेले पनि तर एउटा वर्ल्ड कप खेल्न गइसकेपछि त्यहाँ चाहिँ छुट्टै एक्सपिरियन्स चाहिन्छ अनि छुट्टै माहौल हुन्छ त्यहाँ, अनि इन्टरनेशनल प्लेयरहरु बढी हुन्छन् त्यहाँ। अनि त्यही भएर अब जुन मैले 15 जना छानेको छु ती किन छानेको भने ती प्लेयरहरु त्यता खेलिसकेका छन् के, अलि एक्सपिरियन्स लिइसकेका छन्, त्यहाँको अब माहौल बुझिसकेको छन्। त्यही भएर यो 15 जना अब डाइरेक्ट वर्ल्ड कप खेल्न जान सक्छन् मेरो विचारमा। नयाँ प्लेयरलाई एकैचोटी वर्ल्ड कप खेलाइदिनु भनेको गाह्रो हुन्छ के, किनभने एक्सपिरियन्स हुँदैन अनि डाइरेक्ट पर्फर्मेन्स चाहिएको हुन्छ हामीलाई। अब त्यो त्यहाँ अन द स्पट गएर पर्फर्मेन्स गर्न सकेनन् भने फेरि हामीले नै क्रिटिसाइज गर्छौं। त्यही भएर भक्कर इमर्जिङ प्लेयरहरु हो यो सब है। शेर मल्ल अनि त्यसपछि स्पेशली शेर मल्लको कुरा गरौँ है। अविनाश बोहरा र विनोद भण्डारी परे पनि मलाई उ छैन के, किनभने गर्न सक्छन् जस्तो लाग्छ मेरो विचारमा विनोद भण्डारी र अविनाश बोहरा। अविनाश बोहरा चाहिँ त्यो टिममा टिमकै प्लेयरहरु अहिले चाहिँ बीचमा केही दिन पर्फर्मेन्स नभएको हुना कारणले अलिकति बाहिर भएको हुन्, तर चाहिँ कन्टिन्युअसली खेलिरहेको हो अविनाश बोहरा त। एउटा ब्याट्सम्यान घटाएर अविनाश बोहरालाई लगे पनि केही फरक पर्दैन है। सबै म्याच लगभग इन्डियामै छ। स्पिन विकेट हुन्छ होला मेरो विचारमा, शेर मल्ललाई लादा पनि राम्रै हुन्छ है, केही फरक पर्दैन। 3टा स्पिनर खेलाए पनि हुन्छ, इन्डियाले खेलाएकै हो 3-4 वटा स्पिनर एकैचोटी खेलाइदिया हो। त्यही भएर जस अब 18 जना जुन मैले 15 जना सुरुमा छाने प्लस 3 जना अविनाश बोहरा अनि शेर मल्ल अनि त्यसपछि विनोद भण्डारी, यी 3 जना अनि पहिलाको प्लस 15 जना 18 जना मध्ये 15 जना 100% यही 15 जना मध्ये हुनेछन्। 18 जना मध्ये 15 जना हुनेछन्। तपाईहरुको विचारमा कोही अरु नेक्स्ट प्लेयरहरु यो भन्दा पनि अझै कोही छ भने कमेन्ट गर्नु होला। मेरो चाहिँ 15 यही नै हुने। रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख,
लोकेश पम, सन्दीप जोरा, करण केसी, गुलसन झा, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल मल्ल, सोमपाल कामी, नन्दन यादव अनि मोहम्मद आदिल आलम 15 जना यो भयो, प्लस 3 जना शेर मल्ल अनि त्यसपछि अविनाश बोरा अनि विनोद भण्डारी गरेर 18 जना है। 18 जना मेरो प्लेयर हो। यो 18 जनाको स्क्वाड छ। यो 18 जनामा 15 जना अब सिलेक्टरले कोला छान्छन्। अब त्यो चाहिँ अब सिलेक्टरहरुको माथि प्लस क्याप्टेनले कुन प्लेयरलाई बढी प्रिफर गरिरहेको छ, उलाई कस्तो टिम चाहिएको छ, त्यो चाहिँ कोच र क्याप्टेन मिलेर माग्ने हो है। त्यो अब यो चाहिँ मेरो प्लेइङ 11 प्लस 15 प्लस 18 यानी कि 3टा टिम छ के मेरो है। तपाईहरुको विचारमा कोही अरु एक्स्ट्रा प्लेयर छ भने कमेन्ट गर्नु होला। अनि भिडियो अहिलेलाई यति। अनि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। बाइ बाइ, नमस्ते।